हेलो हाई दर्शन नमस्ते। म चाहिँ प्रताप तामाङ। अहिले चाहिँ म मलेसियाको चाहिँ केएलए टर्मिनल 1 मा छौँ र अहिले हामी नेपालको सरी मलेसियाको चाहिँ 6:30 बजे हामी नेपालको यात्रा गर्दैछौँ हिमालय एयरलाइन्सबाट। र यहाँ थुप्रै भिडहरू देखिरहेछौँ हामीले। र अहिले सायद मालिन्डोको हुँदै होला उडान फ्लाइट, बङ्गलादेशको हुँदैछ भने हाम्रो खासमा 3 बजेको यहाँ स्ट्यान्ड बाई भनेको थियो, तर हामी अलिक चाँडै आयौँ किनभने हामी नयाँ मान्छे, कता जाउँ कहाँ जाउँ भन्ने हुन्छ। त्यस कारणले पनि हामी अहिले अलिक छिटो आयौँ। हामी 2 भाइ थियौँ। अब यहाँ बिस्तारै बिस्तारै नेपालीहरू थुप्रैजना आउँदै हुनुहुन्छ र अब हामी चाहिँ लगभग यहाँको 3 बजे प्रवेश गर्छौँ भने 6:30 बजे चाहिँ हामी यहाँबाट नेपालको यात्रा गर्छौँ र नेपालको समय यहाँको 9 बजे चाहिँ वहाँ झर्छौँ भनेपछि त्यसपछि हामी फेरि नेपालको एयरपोर्ट गएर तपाईँहरूलाई जानकारी दिनेछौँ। यति भन्दै अहिलेलाई यहाँको लागि यति जानकारी तपाईँहरूलाई हस् त, धन्यवाद, बाई बाई।